नमस्ते। यो अङ्कमा सुनौलो मसीद्वारा लिखित नीलपत्रीय पञ्चरक्षा हस्तलिखित ग्रन्थ तथा त्यसको संरक्षण कार्यको बारेमा संक्षिप्त रूपमा प्रस्तुत गर्दैछु। यो हस्तलिखित ग्रन्थ बौद्ध धर्म वा परम्परासँग सम्बन्धित छ। यसमा मूलतः विभिन्न मन्त्र एवं अनुष्ठान आदि कार्यसँग सम्बन्धित निर्देश आदि वस्तुहरू रहेका हुन्छन्। यस्तो ग्रन्थ आफै बोकी हिँड्दा वा घरमा राख्दा राख्ने व्यक्ति, परिवारजन, समुदाय तथा समाज आदिलाई रक्षा गर्दछ तथा शुभ हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ। हाल यो ग्रन्थ त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको संग्रहमा रहेको छ। यो ग्रन्थ संस्कृत भाषा तथा रञ्जना लिपिमा रहेको छ। यसका जम्मी 97 वटा पत्रहरू रहेका छन्। यसको आकार 46.6 सेन्टिमिटर लम्बाई, 10.7 सेन्टिमिटर चौडाई रहेको छ। यो हस्तलिखित ग्रन्थका अघि र पछि काठका गाता रहेका छन्। दुवै गातामा प्वाल रहेका बाहिरी स्थानमा धातुबाट बनाइएका साना पुष्पिका रहेका छन्। यी गाता मध्ये एउटामा पुष्पिका भएको स्थानको भित्रतिर धातुजन्य सुइरा रहेका हुनुपर्दछ, जुन हाल कुनै कारणवश भाँची हराएका जस्ता देखिन्छ। यस्ता सुइराहरूले ग्रन्थका पत्रहरूलाई एकत्रित गरिराख्न मद्दत गर्दछ। अन्तिमतिरको एउटा पत्रमा नेवारी नेपाल लिपिमा लेखिएका पंक्तिहरूमा नेपाल सम्वत 762 उल्लेख गरिएको छ। तुलनात्मक रूपमा यो पत्र ग्रन्थका अरू पत्रहरूभन्दा सानो छ। पहिलो पत्रको अग्रभागमा प्वाल रहेका स्थानमा नेपाली लोक्ता कागजका टुक्रा टाँसिएका छन्, जुन ग्रन्थ प्रयोगका क्रममा सुइरोले रगटी झन्झन नच्यातियोस् वा गातामा रहेको धातुजन्य सामग्रीको भाग वा अवशेषले असर नगरोस् भन्ने हेतुले टाँसिएको हुनुपर्दछ। ग्रन्थका केही पत्रका केही स्थानमा ससाना प्वालहरू रहेका छन्, जुन कीटाणु आदिको कारणले हुनुपर्दछ। मिति आदि उल्लेख भएको अन्तिमतिरको पत्रका छेउका केही भागहरू च्यातिएर हराएका छन्। कुनै स्थानमा पत्रको माथिल्लो तह उब्किएर रङ उडेको अवस्थामा छ। संरक्षणका क्रममा सर्वप्रथम यो ग्रन्थका प्रत्येक पत्रलाई नरम ब्रसद्वारा सफा गरियो। त्यसपछि संरक्षणार्थ विशेषको लागि प्रयोग गरिने हेपा भ्याकुमले प्रत्येक पत्र सफा गरियो। सफा गरिसके पश्चात एसिड फ्री लोक्ता पेपरमा बेरियो। त्यसपछि हस्तलिखित ग्रन्थलाई आकार मिल्ने सफेद सुतीको कपडामा बेरी राखियो। त्यसपछि ग्रन्थको आकार तथा अवस्था अनुसार एसिड फ्री ई फ्लुइड फेज बक्स बनाई संरक्षण गरिराखिएको छ।
अहिले पनि विशेष गरी नेवा बौद्ध समुदायमा पञ्चरक्षा लगायत अन्य सूत्रादि वा स्तोत्रादि ग्रन्थहरू पाठ गर्ने वा गुबाजु वा गुरुजुद्वारा पुण्यार्थ वा रक्षार्थ आदिका लागि पाठ गराइने चलन रहिआएको छ। यसरी 350 वर्षभन्दा प्राचीन सुनौलो मसीद्वारा लिखित एउटा महत्त्वपूर्ण हस्तलिखित पुस्तकको संरक्षण कार्य भएको छ।